महेश बस्नेतको तथाकथित किल्ला भक्तपुरमा बालेन र रासोपाले यति बेला तहल्का मचाए। जब बालेन भक्तपुरको सडकमा ओर्लिए, त्यहाँको जनसागर देखेपछि महेश बस्नेतको मुटु अहिले ठिक ठाउँमा छ जस्तो त पक्कै पनि लाग्दैन मलाई चाहिँ। महेश बस्नेतको गढ मानिने गुन्डुमै बालेन र रवि पुग्नु र जनता ओइरिनु वर्षौंदेखि सिन्डिकेट चलाएर बसेका महेश बस्नेतलाई ठूलो चेतावनी हो। किल्ला यत्तिकै बन्ने होइन, जनताको विश्वासले बन्छ, जुन विश्वास उनीहरूले धेरै अगाडि गुमाइसकेका छन्। यो कुनै अतिरञ्जित कुरा होइन, यो सडकमा देखिएको नागरिकको समर्थनले बोलेको कुरा हो। बालेनले केपी ओलीको किल्ला त हल्लाउने हिम्मत राख्छन्, हल्लाउँछन् भने उनका लागि महेश बस्नेतको किल्ला हल्लाउनु त झिङ्गा मारे जस्तै हो। यो कुनै गफ होइन, सडकमा उर्लिएका जनताहरूले बोलेको सत्य नै हो। जहाँ बालेन र रवि पुग्छन् त्यहाँ सेल्फी मात्र होइन, परिवर्तनको आँधी नै चल्छ। के तपाईलाई लाग्छ महेश बस्नेतको किल्ला अब ढल्ने तर्खरमा छ?